श्रम संस्कृति पार्टीले आज आफ्ना नेताहरूलाई एक दिने प्रशिक्षण दिने भएको छ र यो एकदमै राम्रो कामको सुरुवात पनि हो। किनकि कुनै पनि राजनीतिक दललाई सङ्गठित र मजबुत बनाउनको लागि पार्टी पंक्तिमा रहेको माथिल्लो तहदेखि ग्राउन्ड लेभलसम्मका सबै नेताहरूलाई बेला बेला प्रशिक्षण दिनु, समकालीन राजनीति सिकाउनु, पार्टीको विधान, भिजन र मिसन सिकाउन एकदमै जरुरी हुन्छ। सोही उद्देश्यका अनुसार आज झापा क्षेत्र नम्बर 4 मा पर्ने विभिन्न पालिकाको 28 वटा वडामा रहेको पार्टी पदाधिकारीलाई एक दिने प्रशिक्षण दिन लागेको हो। झापा जिल्ला कमिटी अध्यक्ष केशव भण्डारीको प्रमुख आतिथ्यमा सुरु हुने कार्यक्रममा शान्ति पाखरिनले प्रशिक्षण दिने र कार्यक्रम झापाकै वाटर किङडम पार्क एन्ड रिसोर्टमा हुने पार्टी सचिवालय सदस्य सुमन श्रेष्ठले हामीलाई जानकारी दिएका छन्। उनका अनुसार पार्टीले नवनिर्वाचित सांसदहरूको लागि पनि छुट्टै र छिट्टै अभिमुखीकरण तालिम दिन लागेको भए पनि आज भने सांसदहरूको नभई झापा 4 मा पर्ने विभिन्न पालिकाको 28 वटा वडा र नगर कमिटी सदस्यहरूलाई तालिम दिन लागि हो। पूर्वमा कम्युनिस्ट र कांग्रेसको गढ भत्काउँदै यो निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ 3 सिट जित्न सफल भएको छ। यस्तै समानुपातिकतर्फ 3,85,000 मत ल्याउँदै 4 सिट थप्दै यो पार्टी संसदको 5औं ठूलो दल बन्न सफल भएको छ। पार्टीको नेतृत्वमा हर्कसाम्पाङ राई भएकोले गर्दा धेरैले राई पार्टी भनेर लगाउने ट्यागलाई समानुपातिकतर्फ जम्मा 4 वटा सिट भए पनि त्यसमा उम्मेदवार छान्ने बेला यो पार्टीको नेतृत्व र कमिटीले देखाएको बुद्धिमत्ताले यो ट्यागलाई धेरै हदसम्म अर्थहीन बनाइदिएको छ। जम्मा 4 वटा सिट भए पनि कर्णालीदेखि मधेससम्मलाई राम्रोसँग र चित्तबुझ्दो तरिकाले समेट्न सकेको भन्दै धेरैले अहिले यसको प्रशंसा समेत गरिरहेका छन्। र अब बन्ने रासोपाको एक्लो बहुमतको सरकारमा यो पार्टी एउटा सशक्त प्रतिपक्ष बन्न सक्छ। किनकि यो पार्टीका सबै सांसदहरू संसदीय राजनीतिमा टेस्ट नभएका र दाग नलागेका व्यक्तिहरू छन्। अबको